नमस्कार साथीहरू, म पनि एउटा सानो भिडियो बनाऊ भनेर चाहिँ तपाईहरुलाई यहाँ तपाईहरुको बिचमा आएको छु है। म पनि एउटा मुकबाङको भिडियो बनाउँछु है, तपाईहरुलाई देखाइदिउँ। अहिले फिलहाल मेरोमा हेर्नुस् है, यो चाहिँ तपाईको फापरको रोटी फापर मैले नाम्चीबाट किनेर ल्याएको फापरको रोटी है। अनि छेउमा तपाईको अन्डा छ हो, अन्डा अनि दही खुर्सानीहरु छ। है साथीहरु, खान स्टार्ट गरेको म पनि है। तपाईको चाना छ, चानाको मन पर्छ खानु है। चानाको दही एक राम्रोसँग देखाइदिन्छु तपाईलाई। यो दही हो है, अन्डा चाहिँ तपाईको एउटा है, एउटा मात्रै भयो। यो ठुलो बनाएको मैले, यो तपाईको रोटी हो, दही छ, खुर्सानी छ, खुर्सानी यो पानी हो मेरो, यो दही हो है। र साथीहरु म देखाउँछु। खाना यहाँ स्टार्ट गरेको टो एकदम दामी हुँदो रहेछ यो मेरो। दामी यो खुर्सानी डल्ले पनि छ। हरियो मनपर्छ तर मलाई हरियो खास पिरो छैन। फापरको रोटी खाएको बाबाको मैले छैन अरू, गएको छ घुम्नु, हामी बसेर मात्रै घरमा। पतला बनाएर खानु मन छ, पतला मजाले पाक्छ, मिठो पनि। कोदो पापड फापर मकै पुरा खानु मजा आउँछ है। म एउटा कुरा भन्नै बिर्सेछु, मैले हिजो नाम्चीको सब्जी दोकानको सब्जी पसलको मतलब जैविक जुन चाहिँ सब्जी खेती उयो छ त्यसको लगाएको थिएँ।